उज्यालो दिने बत्ती चाहिँ हाम्रो चुनाव चिन्ह हो। यो चिम चिन्हमा मतदान गरेर अत्यधिक मतले तपाईँहरूले जिताउनु हुनेछ र यहाँहरूले मलाई विश्वास गरेर मतदान गर्नुहुन्छ भन्ने म अत्यन्तै विश्वस्त छु। मैले यो देशमा केही योगदान गरेको छु। बत्ती नै पुगेको थिएन, त्यहाँ बत्ती पुर्याउने काम चाहिँ हाम्रो ठुलो च्यालेन्जको रूपमा, ठुलो चुनौतीको रूपमा थियो। त्यो हामीले सम्पन्न गरेका छौँ। भारत र बङ्गलादेशसम्म हामीले नेपालको जलविद्युत निर्यात गर्न सफल भयौँ। प्रतिबद्धता गरेको काम हामी सम्पन्न गर्छौँ भन्ने यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु। जुन प्रतिबद्धता गर्छौँ त्यो हामी सम्पन्न गर्छौँ। हामी अर्ग्यानिक हिसाबले काम गरेर स्थापित भएका छौँ। नेपाली जनतालाई, आम पब्लिकलाई हामीले केही काम गरेर देखाएका छौँ, काम गरेर चिनिएका छौँ र आगामी दिनमा हामी जे प्रतिबद्धता गर्छौँ त्यो काम गरेर देखाउँछौँ भन्ने प्रतिबद्धता तपाईँहरूलाई व्यक्त गर्न चाहन्छु। म उज्यालो नेपाल पार्टीको क्षेत्र नम्बर 3बाट प्रत्यक्षको उम्मेदवारीको रूपमा उपस्थित भएको छु। हाम्रो पार्टीले समानुपातिकमा उम्मेदवारी दर्ता गर्न प्राविधिक कारणले सकेनौँ। त्यो भएको हुनाले हामीले बाँसुरी चिन्ह लिएर समानुपातिक उम्मेदवारीहरू बाँसुरी चिन्हमा हामी दर्ता गरेका छौँ। बाँसुरी चिन्हलाई समानुपातिक उम्मेदवार मतदानको लागि यहाँहरूलाई हार्दिक अपिल पनि गर्दछु र उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह प्रत्यक्षको लागि चिम चिन्ह बलिरहेको बत्ती, उज्यालो दिने बत्ती चाहिँ हाम्रो चुनाव चिन्ह हो। यो चिम चिन्हमा मतदान गरेर अत्यधिक मतले तपाईँहरूले जिताउनु हुनेछ भनेर म विश्वास व्यक्त गर्न चाहन्छु। म यो क्षेत्र नम्बर 3मा मैले आफ्नो उम्मेदवारी दिन क्षेत्र नम्बर 3 मैले छानेको छु। म आफू पनि क्षेत्र नम्बर 3मा लामो समयदेखि बसोबास गर्दै आएको। महाकाल मन्दिरको ठ्याक्कै अगाडि मेरो घर पर्छ र क्षेत्र नम्बर 3का सम्पूर्ण मतदाता, सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूसँग मेरो सामिप्यता पनि धेरैसँग रहेको र यो क्षेत्र नम्बर 3सँग मेरो लामो समयको बसोबास पनि रहेको हुनाले मैले काठमाडौँको क्षेत्र नम्बर 3लाई रोजेको हो र यहाँहरूले मलाई विश्वास गरेर मतदान गर्नुहुन्छ भन्ने म अत्यन्तै विश्वस्त छु। जहाँसम्म मेरो प्रतिबद्धताको कुरा छ, मैले यो देशमा केही योगदान गरेको छु। सार्वजनिक क्षेत्रमा यो लामो समयसम्म यो कर्मचारी भएर यो विद्युत क्षेत्रमा लामैसम्म मैले करिब 30 वर्ष काम गरेँ र आफूले 30 वर्ष काम गर्दाखेरि धेरै कार्यालयहरूमा धेरै संस्थाहरूलाई लिड गर्ने मौका पनि पाएँ। चिलिमेदेखि लिएर विद्युत प्राधिकरणको कार्यकारी प्रमुखको हैसियतले मैले धेरै वर्ष काम पनि गर्ने मौका पाएँ र देशको विकराल समस्याहरूलाई समाधान गर्ने मौका पनि पाएँ र देशमा एउटा आर्थिक उन्नतिको र स्थानीय जनताको अपनत्व कसरी चाहिँ जलविद्युतमा चाहिँ स्थापित गर्नुपर्छ भन्ने एउटा मोडल पनि हामीले चिलिमे जलविद्युत कम्पनीबाट स्थापित गरेको मोडल थियो र त्यहाँबाट हामीले एउटा मोडल स्थानीय जनताको अपनत्व, स्थानीय जनतालाई कसरी जलविद्युतबाट समृद्धतर्फ अगाडि बढाउन सकिन्छ भन्ने पहिलो मोडल हामीले सुरुवात गरेका थियौँ। आज देशैभरि त्यो मोडल चाहिँ स्थापित भएको छ र चिलिमीसँगै हामीले विद्युत प्राधिकरणमा आयौँ। देशमा विकराल लोड सेडिङ अन्त्य भयो। सधैँ घाटामा रहेको संस्था नाफामा ल्यायौँ। अरबौँको घाटाको संस्थालाई खरबौँ नाफामा हामीले बदल्न सक्यौँ र नेपालको हरेक गाउँमा विद्युत पुर्याएर उज्यालो बनाउन सक्यौँ। हरेक व्यक्ति घर घरमा अहिले विद्युत पुगेको छ। यो मेरो लागि र हाम्रो नेपालको लागि एकदमै महत्त्वपूर्ण विषय चाहिँ हरेक व्यक्तिले बत्ती पाउनु चाहिँ एकदमै महत्त्वपूर्ण हो। लोड सेडिङ अन्त्य, सहरी क्षेत्रको विद्युत चाहिँ 24 घण्टा पाउनलाई लोड सेडिङ अन्त्य भनेका थियौँ। जहाँ बत्ती नै पुगेको थिएन त्यहाँ बत्ती पुर्याउने काम चाहिँ हाम्रो ठुलो च्यालेन्जको रूपमा, ठुलो चुनौतीको रूपमा थियो। त्यो हामीले सम्पन्न गरेका छौँ र नेपालमा मात्रै होइन, विद्युत हामीले आयात
मात्रै गर्नुपर्ने स्थिति थियो जुन बेला म आएको थिएँ। त्यसलाई अन्त्य गर्दै हामीले निर्यात गर्न सफल भयो। भारत र बङ्गलादेशसम्म हामीले नेपालको जलविद्युत निर्यात गर्न सफल भयौँ। विगत वर्षमा मात्रै करिब 18-20 अरबको विद्युत निर्यात गर्न सफल भएको छ। बिस्तारै विद्युत निर्यात बढ्दैछ। अरबौँको विद्युत भारत र बङ्गलादेशसम्म निर्यात हुँदैछ। यो ऊर्जा क्षेत्रमा एउटा चाहिँ मोडल स्थापित भएको छ। यो ऊर्जा क्षेत्रको कारणले धेरै क्षेत्रमा आर्थिक क्षेत्रमा ठुलो प्रभाव परेको छ। तपाईले अहिले देख्नुहुन्छ धेरै चार्जिङ स्टेसनहरू जहाँ चाहिँ नेपालमा अहिले 100 वटा गाडी इम्पोर्ट हुन्छ भने आयात हुन्छ भने करिब 70-75 वटा गाडी इलेक्ट्रिकल गाडी मात्रै आयात हुन्छ र इन्डक्सन चुलोहरू ग्यास चाहिँ विस्थापित हुन थालेको छ। बिस्तारै ग्यास र पेट्रोल डिजेल विस्थापित हुँदैछ। हामी आफ्नो देशमा उत्पादन भएको विद्युत आफ्नै देशमा खपत गर्ने चरणमा पनि छौँ। त्यो भएको हुनाले नेपालको जलविद्युत हिजो 800 मेगावाटबाट अहिले 4000 मेगावाटभन्दा बढी उत्पादन हुन पुगेको छ र करिब 8-10 हजार मेगावाट चाहिँ उत्पादनको चरणमा निर्माणको चरणमा छन्। धेरै जलविद्युतहरू अगाडि बढेको छ। यो एउटा विगत 8-10 वर्षमा हामीले एउटा स्थापित गरेको मान्यता एउटा विकासको मोडल हो। हाइड्रो पावरमा र इनर्जी सेक्टरमा ऊर्जा क्षेत्रमा हामीले आत्मनिर्भरतातिर अगाडि बढायौँ। ऊर्जा क्षेत्रमा हामी आत्मनिर्भर भयौँ। अब देशलाई समग्र क्षेत्रमा आत्मनिर्भर बनाउनुपर्छ। अब हामीले हाम्रै देशमा उत्पादन भएको विद्युत, हाम्रै देशमा उत्पादन भएको खाद्यान्न, हाम्रै देशमा उत्पादन भएको सबै चिज हामीले आफ्नै देशमा उत्पादन गरेर आत्मनिर्भरतातिर अगाडि बढ्नुपर्छ। त्यो आत्मनिर्भरता चाहिँ एउटा ऊर्जा क्षेत्रले देखाइसकेको छ र त्यसबाट हामीले ऊर्जा क्षेत्रमा जति पनि विद्युतबाट के अरे यो पेट्रोलियम पदार्थहरू इम्पोर्ट गरेर 3-4 खरबको पैसा हामीले विदेशमा पठाउने गर्थ्यौँ, त्यो बिस्तारै घट्दैछ। त्यसले गर्दाखेरि हाम्रो विदेशी मुद्रा पनि सञ्चित बढ्दैछ। त्यो भएको हुनाले मैले यो सबै कुरा एउटा ब्याकग्राउन्ड भन्न खोजेको के हो भने अहिले अध्यक्षज्यूले भनिसक्नुभयो धेरै मान्छेले यहाँ आउँछन्, प्रतिबद्धता गर्छन्, काम गर्दैनन् भन्ने कुरा। हामीले चाहिँ एउटा काम गरेर टेस्ट गरेर आएको हुनाले प्रतिबद्धता गरेको काम हामी सम्पन्न गर्छौँ भन्ने यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु। जुन प्रतिबद्धता गर्छौँ त्यो हामी सम्पन्न गर्छौँ। हाम्रो भनाइ र हाम्रो परिचय पनि के हो भने डेलिभरी हो। परिणाममुखी काम चाहिँ गर्नुपर्छ। भाषण गरेर होइन, कामले चाहिँ स्थापित हुनुपर्छ। सोसल मिडियाले चाहिँ स्थापित होइन, हामी कामले अर्ग्यानिक हिसाबले हामी आएका छौँ। हामी अर्ग्यानिक हिसाबले काम गरेर स्थापित भएका छौँ। नेपाली जनतालाई, आम पब्लिकलाई हामीले केही काम गरेर देखाएका छौँ, काम गरेर चिनिएका छौँ र आगामी दिनमा हामी जे प्रतिबद्धता गर्छौँ त्यो काम गरेर देखाउँछौँ भन्ने प्रतिबद्धता तपाईँहरूलाई व्यक्त गर्न चाहन्छु। अब मैले राष्ट्रको लागि के गर्ने भन्ने एउटा भिजन बनाएका छौँ। राष्ट्रको देश समृद्ध कसरी बनाउन सकिन्छ, आगामी दिनको हाम्रो कार्ययोजना भनेको राजनीतिक र दर्शन चाहिँ को विषयमा कुरा गरेर चाहिँ समय बिताउने होइन, राजनीतिक परिवर्तनको लागि कुरा गरेर समय बिताउने होइन, सिस्टमलाई परिवर्तन गरेर चाहिँ हामी चाहिँ अगाडि बढ्छौँ भन्ने कुरालाई बढी प्राथमिकता दिने होइन। अब हामीले देशमा विद्यमान विकराल समस्याहरू मुख्य गरेर भ्रष्टाचारको समस्या, सुशासन कायम गर्ने जुन उद्देश्यले हामी आएका छौँ, यो भ्रष्टाचार मुक्त देश चाहिँ हुनुपर्छ र सुशासन कायम हुनुपर्छ भन्ने हाम्रो प्रमुख एजेन्डा हो। त्यो सँगसँगै हामीले देशको समृद्धि, देशलाई समृद्ध देश बनाउनुपर्छ। अब नेपालीले नै समृद्ध बनाउँछ, नेपालीपनको समृद्धि हुनुपर्छ। नेपाल हामी सिङ्गापुर बनाउँछौँ, अमेरिका बनाउँछौँ होइन, हामी नेपाली जस्तो गरेर समृद्ध देश बनाउनुपर्छ। हाम्रो कल्चर, हाम्रो संस्कृतिलाई बचाउँदै
हामी एउटा समृद्ध देश हाम्रै पनको समृद्ध देश बनाउने हाम्रो लक्ष्य रहेको छ। त्यसको कार्ययोजना त्यसको खाका हामीले तयार पारेका छौँ। त्यो खाका र कार्ययोजनालाई लागू गर्नलाई हामीले नेतृत्वमा जानुपर्ने अवस्था छ। नेतृत्वमा जाने भनेको यो राजनीतिक माध्यमै रहेछ। राजनीति बिना हामी त्यो नेतृत्वमा पुग्न सक्दैनौँ। त्यो भएको हुनाले हामी राजनीतिलाई एउटा बाटोको रूपमा लिएका छौँ। हामी राजनीति गर्न आएको भन्दा पनि देशको समृद्धिको लागि, देशको विकासको लागि, देशमा गरिबी हटाउनको लागि, देशमा रोजगारी स्थापना गर्नको लागि र देशलाई आत्मनिर्भर बनाउनको लागि हामी आएका हौँ र त्यो गर्नको लागि नेतृत्वमा पुग्नुपर्छ। नेतृत्वमा पुग्नको लागि एउटा माध्यम भनेको राजनीतिक माध्यमै हो। चुनाव भएरै चुनाव जितेरै जानुपर्ने स्थिति भएको हुनाले यो माध्यमलाई हामीले अगालेका छौँ। यसबाट अब हामीले एउटा भिजनलाई कार्यान्वयन गर्नको लागि धेरै साथीहरूले बोल्नुहुन्छ, भाषण गर्नुहुन्छ, भिजन राख्नुहुन्छ, त्यो कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा चाहिँ गम्भीर विषय हुन्छ। त्यो भएको हुनाले हामीले 30 वर्षसम्म एउटा ब्युरोक्रेसीमा बसेर विभिन्न सङ्घ संस्थाहरू चलाएर विभिन्न लिडरसिपमा बसेर र ऐन कानुन कहाँ के समस्या छ, कुनमा समस्या छ, ब्युरोक्रेटिक समस्या कहाँ छ, यो प्रशासनिक झन्झट कहाँ छन्, ऐन कानुनमा कहाँ समस्या छन् र राजनीतिक नेतृत्वले गर्न नसकेका कुराहरू के हुन् भनेर हामी हरेक दिन भोगिरहेका, हरेक दिन हामीले त्यसलाई प्रत्यक्षदर्शीको रूपमा हेरिरहेको हुनाले त्यो सम्पूर्ण कुरा हामीलाई ज्ञान छ र हामी नेतृत्वमा आयो भने त्यो सम्पूर्ण कुरालाई तत्काल सम्बोधन गरेर तत्काल त्यो परिवर्तन गरेर अगाडि बढ्न सक्ने हाम्रो क्षमता छ। किनभने त्यो क्षमता, त्यो अन्डरस्ट्यान्डिङ, त्यो बुझाइ गर्नलाई पनि नयाँ चाहिँ नेतृत्वले, नयाँ राजनीतिक पार्टीका नेताहरूले सम्भव छैन। यो राजनीतिक पार्टीमा किन अहिले त्यत्रो राजनीतिक परिवर्तन गरे, उहाँहरूलाई धेरै चाहिँ राजनीतिक परिवर्तनमा उहाँ चाहिँ एकदमै पोख्त हुनुभयो। धेरै राजनीतिक परिवर्तन, सिस्टम परिवर्तन गर्न उहाँहरू धेरै नै पोख्त हुनुभयो, धेरै राम्रो काम गर्नुभयो। तर जब राजनीतिक परिवर्तनपछि आर्थिक क्रान्ति गर्नु पर्यो, आर्थिक रूपान्तरणको एजेन्डामा उहाँहरू चुक्नु भएको छ। आर्थिक रूपान्तरणको एजेन्डामा किन चुक्नु भयो भन्दा त्यसपछिका एजेन्डा कसरी अगाडि बढाउने, देशलाई समृद्ध बनाउनलाई के गर्नुपर्छ, कहाँ चाहिँ समस्या छन्, त्यो समस्याको पहिचान हुन सकेन। त्यो समस्याको पहिचान हामीले गरिसकेका छौँ। हामीले आदि काम गरिसकेका छौँ। किनभने समस्याको पहिचान गरिसकेका छौँ। त्यो समस्यालाई अब तत्काल त्यो समस्यालाई सम्बोधन गरेर ऐन कानुनमा के परिवर्तन गर्नुपर्छ त्यो परिवर्तन गरेर लागू गर्नलाई, कार्यान्वयन गर्न क्षमता हामीसँग छ। त्यो कार्यान्वयन कहाँबाट, व्यावहारिक रूपमा कार्यान्वयन कहाँ समस्या छ, निर्माण व्यवसायसँग चाहिँ के समस्या छन्, कहाँ समस्या छन् भनेर हामीलाई एक समस्याको चाहिँ जानकारी प्राप्त भएको हुनाले हामी तत्काल चाहिँ कार्यान्वयन, हाम्रो भिजन, हाम्रो कार्ययोजनालाई लागू गर्नलाई हामीलाई त्यति समय लाग्दैन। मैले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा धेरै काम गरेँ। धेरै ठाउँमा, आयोजनाहरूमा धेरै चाहिँ विद्युत क्षेत्रमा धेरै काम गरेँ। हुँदा मैले विद्युत प्राधिकरणबाट बाहिरिएपछि, जेन्जी आन्दोलनपछि 3 महिनाको सरकारमा 3टा मन्त्रालय सम्हालेर 3 महिना 3टा मन्त्रालय सम्हालेर 115 दिन काम गर्ने मौका पाएँ। 115 दिनमा मैले करिब 107वटा कामहरू गरेर देखायौँ र धेरै कामहरू जुन यो 3टा मन्त्रालय, विकासे मन्त्रालयहरूमा कसरी काम गर्नुपर्छ भन्ने एउटा उदाहरण हामीले प्रस्तुत गरेका छौँ। यो पनि एउटा हाम्रो लागि ठुलो अनुभव हो। राजनीतिक अनुभव र प्रशासनिक अनुभव र व्यवस्थापकीय अनुभव हामीले ठुलो लिएका छौँ। यो अनुभव हाम्रो लागि एकदमै महत्त्वपूर्ण अनुभव हो। यसले गर्दाखेरि हामी धेरै चाहिँ समस्याहरूलाई सम्बोधन गर्दै अगाडि बढ्न सक्छौँ भन्ने मलाई लाग्छ। आगामी दिनमा हामीले यो कार्यान्वयनको पक्षमा हामी द्रुत गतिमा अगाडि बढ्न सक्छौँ। ऐन कानुनमा हामीले तत्काल सम्बोधन गरेर अगाडि बढ्न सक्छौँ र हाम्रो योजना
यो देशलाई समृद्ध बनाउनलाई जलविद्युतबाट कसरी समृद्ध बनाउन सक्छ, पर्यटनबाट कसरी समृद्ध बनाउन सक्छ र कृषि क्रान्तिबाट कसरी समृद्ध बनाउन सक्छ र ह्युमन रिसोर्सेस हाम्रो चाहिँ ह्युमन रिसोर्सेसलाई कसरी बढीभन्दा बढी प्रयोग गरेर समृद्ध बनाउन सक्छ भन्ने हामीसँग कार्ययोजना छ। त्यसैले हामीलाई भोट दिएर जिताउनु होला। हामी देशको समृद्धिको लागि अगाडि बढ्नेछौँ।